दाइ फेयर एन्ड लभली छ त? फेयर एन्ड लभली छ भने लगाउनै गर्नुस् न। Oh my god. सामान लिन आउँदाखेरि डरै लाग्ने भयो के? ए दाइ मैले त्यो 100 रुपैयाँ देने आइसक्रिम एउटा दिनु न। ए तिमी के खानुपर्छ? खाना त मन छ तर पैसा छैन। फेरि त्यही पैसा हो कुरा। तिम्रो दाइ जुनो छैन। ए दाइ 5 रुपैयाँ देने बरफ एउटा दिनु उसलाई। हेर न मलाई त बिर्सिने रोग लागेछ भने। किन नि कहिलेदेखि त्यस्तो रोग लाग्यो नि? के रोग भने? कसलाई रोग लाग्यो भने? हेलो कोसँग कहिले कसरी? डाइटलाई रोक्नुस् दाइ। के भयो? दाइ मेरो बुढी पहिलो गयो भने दाइ मेरो बुढी पहिलो। दिउँसै सपना देखिस् कि के? तैँले बिहे चाहिँ कहिले गरिस् कान्छा? फोन नम्बरमा फोन गर्ने? फोन राख। पागल हो कि के हो? हेरेर हिँड्न सक्दैन? तिमीलाई अहिले राम्रोसँग मायाले बोल्न आउँदैन? तिमी पागल हो कि के हो? अलिकति हेरेर हिँड न। वाह छोरा वाह, यही संस्कार सिकाएको मैले तँलाई। घरको अवस्था कस्तो छ थाहा छ तँलाई? तँ पहिला घटा आइछ। वाह तिरुपाले त कस्तो राम्रो सम्झेर गयो बे। मेरो बुबा मैले त तेरो बुबा भन्ठानेको नि। के भन्छ तैँले? त्यो मान्छेले बियरको बोतल सबै लगिसक्यो। Oh my god. तैँले भन्दा चाहिँ के नि? तैँले चाहिँ भन्न खोजा के नि? के हो यो? राम्रोसँग चलाउन आउँदैन? आफू चाहिँ रङ साइडबाट आउने अनि अर्कालाई त्यतिकै गाली गर्ने? तँ मलाई साइड सिकाउने? को हे त? त चाहिँ को हो नि? त चाहिँ को हो नि? रङ साइडबाट आफै आउने अनि आफै ठुल्ठुलो सोले कराउने? तैँले भन्दा चाहिँ के नि? तैँले चाहिँ भन्न खोजा के नि? तँ मलाई साइड सिकाउने? तँलाई पक्न मेरो केटाहरू लिएर तँलाई ठिक पार्छु। पक तँलाई। ए भाग्छस्? तेरो साथी कति जना छ लिएर आजा। तँ जस्तो त कति आयो जा। बाबा दाइ 10 रुपैयाँ दिनु। दाइ 10 रुपैयाँ दिनु। जय हो। यो भिखारी पनि। तिमीलाई लाज लाग्दैन? मन्दिर अगाडि बसेर भिख मागेर बस्नलाई दिमाग छैन? तिमीलाई के भयो र? 10 रुपैयाँको चक्करमा म के अफिस खोलेर भिख मागौ म? भन्छ। काका दुधको पैसा 3000 भएको। ए दुधको पैसा 3000 भएछ? है ए पक्नुस् बुवा, हिसाबले नगरिकन किन पैसा दिन हतार मानेको तपाईँ? दिए भइहाल्छ नि। 1 मिनट पक्नुस् बुवा।
घरमा पढे लेखेको मान्छे भनेको मै मात्रै हो तपाईँ पढे लेखेको छैन अब हिसाब किताब एकचोटि गर्नु पर्यो नि दाइ कति लिटर दुध भएको रे 30 लिटर मात्र हो अनि रेट चाहिँ कति हो नि दाइ लिटरको 120 मात्र हो 3000 दिनुहोस् बुवा तिम्रो के गरेर बसेर यहाँ राति राति फुलको आफ्नो आफ्नो घरमा जाऊ तिमीहरू भूत हो कि प्रेत हो मलाई के को मतलब यहाँ के गरेर बसिरहेको तिमीहरू फुलको आफ्नो घरमा जाऊ फुलको जाऊ कहाँ साला फुट्ने रे हान्छु अहिले म भनेको कुरा बुझ्दैन फुलको घर जाऊ यहाँ पैसा छ हे गरेर छ तिमी हे नगर एटा किन झगडा गरिरह हेर्नु न दाइ वडा कार्यालय जाने बाटो कहाँ भनौँ सोरेको उल्टो गाली गरिरहेछ भने भने भइहाल्थ्यो नि अझ गाली गर्छस् तँलाई खोजिरहेको मैले ठाकु झुटे भने ठाकु बुवा तपाईँ तैँले मेरो लागि के ल्याइस् तैँले मेरो लागि के उपहार ल्याइनस् त्यसैले म आफै आएँ आज उपहार आज तपाईँको जन्मदिन पनि होइन श्राद्ध पनि होइन त्यो आउन अझै धेरै दिन बाँकी छ है लाटा आज फादर्स डे भनेर तँलाई थाहा छैन हो बुवा मलाई माफ गरिदिनु बुवा ठिक छ बस बस यहाँ माथि बस्न माथि बस हस् बुवा बुवा मलाई तपाईँसँग एउटा कुरा गर्नु थियो भन्न तपाईँ जिउँदो भएको बेलामा मैले भन्न सकेको थिएन बुवा र आज म पनि दुईटा सन्तानको बुवा हुँ त्यसैले म बुझ्न सक्छु कि एउटा बुवाको लागि यो सुन्न कस्तो लाग्छ म तपाईँलाई धेरै माया गर्दथे बुवा सधैँ गर्थे बुवा I love you, बुवा I love you, बुवा I love you, बुवा I love यदि तपाईँहरूलाई हाम्रो भिडियो मन परेको छ भने कृपया हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर साथ दिनुहोला र हाम्रो टिकटक र फेसबुकमा पनि हामीलाई फलो गरेर साथ दिन सक्नुहुनेछ ह्यापी फादर्स डे ए साथी बिहार त सक्यो नि त जाउँ लिएर जाउँ बाहिर त धेरै पानी परिरहेको छ साथी साथी तेरो मोबाइल त भिज्छ मेरो लागि त इम्पोर्टेन्ट हो मोबाइल होइन तर त चाहिँ भिज्नु भएन ठिकै छ त चाहिँ कसरी जान्छस् नि त पनि भिजिहाल्छ नि दोस्त ना रहा एक्सक्यूज मी सर
सर तपाईँ के काम गर्नुहुन्छ? केही गरेन सर, म त बेरोजगारी छु। यदि तपाईँलाई काम चाहिन्छ भने हाम्रो कम्पनीमा चाहिँ काम गर्ने मान्छेको जरुरी छ। तलब चाहिँ कति आउँछ सर? सुरुमा तपाईँको तलब चाहिँ 15,000 हुन्छ, 2 वर्षपछि ट्याक्कै 45,000 हुन्छ। ठिकै छ नि, त्यस भए 2 वर्षपछि आउँछु नि म। ए वायात ननसेन्स। ए ठेकेदार साहब, 4 वर्ष विदेश बसेर आयो, ठेका दिएको यही हो घर? 4 तला ढलान यही हो? गाह्रो खोइ, प्लास्टर खोइ, यही हो? ढलान खोइ, कहाँ खोइ ढलान? प्लास्टर भनेको आफै ब्लास्टर जस्तो छ, ढलान भनेको त बाबु बेलुका ढलान हुनुपर्छ भने आफू मात्र खाने, म पनि ढलान हुनु पर्यो नि। होइन ए ठेकेदार साहब, हाम्रो ज्याला बढाउ नभए त हामी त घर लाग्यो अब। ए छौ ए श्यामे, त्यो नयाँ कामदारलाई फोन गरेर बोला। मैले भने होइन कृष्ण, ठेकेदार साहबसँग मजाक नगर्नु भनेर। ठेकेदार साहब झन्डै रिसाएको। Follow for more. ए भाइ मलाई क्या सब पुऱ्याइदेऊ न मलाई। होइन दाइ, मलाई अफिस जान ढिला भइसक्यो। ओ ठेकेदार साहब नमस्ते। नमस्ते नमस्ते। ए मेरो अफिसमा पो काम गरे त? हेर न साथी, मलाई बिर्सिने रोग लाग्यो, के गरौँ के गरौँ? तिमीलाई कहिले के यस्तो रोग लाग्यो नि? के भने तिमीले? के रोग भने? नमस्कार। नमस्कार। के कति कामले पाल्नु भयो तपाईँ? सर त्यो मलाई 10 नम्बरको त्यो कोइला खानीको मलाई टेन्डर चाहियो सर। यो हो क्या एकचोटि खोल्नुहोस् त। तपाईँ के कोइला खानीको टेन्डरको कुरा गर्नुहुन्छ? तपाईँ आफै कोइला यस्तो हुनुहुन्छ रहेछ। हेर केटा हो, अब त्यो काले फेरि फर्केर आउँछ नि, त्यो जाने यही बाटो हो होइन? त्यसलाई आज जसरी भए पनि होइन बुझ्यो होइन धान्ने। आज सिस्नु घारीमा फाल्नुपर्छ आज त्यसलाई। हामी एकछिन यो ठाउँमा लुकौँ होइन? जब त्यो आउँछ नि त्यसलाई च्यापचुप समातेर हालिहाल्नु। भाग्यो थियो केटाहरू, यसलाई समाज आज यसले फ्लाइङ खान्छ। देखि छैन काले, तैँले हिजो हामीलाई के भनेर धम्काएको थिइस्? त पनि कालो म पनि कालो, फ्लाइङ किक खाने आज तेरो पालो। समाज ए काले ए बाला, के गर्दा भने चाँडो जाउँ न, ढिला भइसक्यो। ए बा, मलाई पनि यस्तै हात मोजा किनिदिनु न। कस्तो हात मोजा? म पनि यति हेर न। खै 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 खै। ए सिते तेरो मोजा यति देखाइदिनु बा। परेन, किन हेर्नु पर्यो त? देखाइदिन एकचोटि बाला, एकचोटि तेरो मोजा लाटो मोजा एकचोटि देखाइदिन। तेरो मोजा देखाएर के जान्छ र? एकचोटि देखाइदिनु हम लोगों ने गरीबी देखी है। ए छोरा, हजुर बा। अब तेरो आमाले पनि साह्रै गाह्रो हुन थाल्यो। लुगा धुँदा हात धेरै दुख्छ हेर। त्यसैले मैले विचार गर्दैछु कि बा, मैले तपाईँले भनेको कुरा बुझिसकेँ बा, म बिहे गर्न तयार छु।
तँलाई गर्दा मैले घरमा वासिङ मेसिन पो ल्याउने भने कमाइ समय 2 रुपियाँको छैन बिहे गर्ने Oh my god. अभी मजा आएगा ना भिड़ो सर नमस्कार ढिला किन आएको सर मेरो बाबा हस्पिटलमा हुनुहुन्छ ल ठिकै छ बस राम्रोसँग गर है सर नमस्कार आज फेरि किन ढिला आएको मेरो बाबा हस्पिटलमा हुनुहुन्छ सर Oh my god. होइन तिम्रो बाबाले के भएको मेरो बाबा डाक्टर हो सर